हेलो एभ्रिवान, सबैजनालाई नमस्कार छ। म यो भ्लगमा आज म बागमारादेखि चाहिँ पोखरा जाँदैछु। पोखरासम्मको भ्लग चाहिँ बागमाराको नयाँ बाटो चाहिँ कस्तो भइरहेको छ आज हामी चाहिँ हजुरहरूलाई देखाउँदैछौँ। बागमाराको बाटो कस्तो भइरहेछ, बाटोहरू बन्ने क्रममा जारी छ, त्यही भएर यो भ्लग चाहिँ सुरु गरेको छु। आज चाहिँ म चाहिँ यो मेरो बाइक हो, यो चाहिँ गाडीमा चाहिँ भाइसँग पोखरा गाडी बनाउन जाँदैछु। चाहिँ सबैजनालाई चाहिँ लाइक एन्ड सेयर चाहिँ गरिदिनु होला। पुरैसित राम्रो देखियो त बाटो त, बवाल हुँदै आयो कि बाटो, होइन? फाइनली बाटो चाहिँ खतरा भयो। अब यो चाहिँ ग्राभलिङ हुँदैछ। पिछुने क्रम छ। यो महाकाली चोकबाट कालिका थानसम्म जाने बाटो हो। त्यसभन्दा माथिपट्टिको बाटो चाहिँ निर्माण भइसकेको छ। अब यहाँभन्दा तल चाहिँ तल लामेहालसम्म निर्माण क्रम जारी छ। यो कालिका स्थान हो। यहाँभन्दा माथि चाहिँ बेङ्गलोर पनि छ। चाहिँ यहाँबाट चाहिँ माथिसम्म चाहिँ बाटो सल्ल भइसकेको छ। बाटो निर्माण भइसकेको छ। बिचमा कता कतै चाहिँ बाटो बन्ने क्रम चल्दैछ। चाहिँ बागमाराको पेट्रोल पम्प हो है। अब तपाईँलाई बागमारा आउन मन छ भने कालिका थानसँग चाहिँ सरर बाटो छ, होइन? अनि त्यहाँबाट चाहिँ भित्रतिर यसो दायाँ बायाँ यसो कन्ट्याक्टको लागि हामीलाई सम्झिनुहोस्। बाटो कतै मिस भयो भने चाहिँ कमेन्ट गर्नुहोस्। ल हाम्रो भिडियोलाई चाहिँ एकदम लाइक कमेन्ट होइन सब्सक्राइब गरिदिनु होला। हामी दुई दाजुभाइ मिलेर होइन बागमाराको बाटो सरर हिँडिरहेछन्। यो 50% चाहिँ बागमाराको बाटो दामी भइरहेछ क्या है। फाइनल्ली आएको हेर त, यो नानो गाडी नै आएको नि त यार। फाइनल्ली गाडी चाहिँ आयो होइन। फाइनल्ली नानो यार, नानो। यसलाई नानो भने हुन्थ्यो कि नानो होइन, नानो है। नानी पोखराको अवस्था यस्तै छ हजुर, होइन? लुक एट द्याट। ओ हिमाल हेर्नुहोस्, हिमाल होइन? पोखरा हो नि त, यो हो नि त पोखरा। पारा भन्नु पर्यो। तपाईँलाई फाइनल्ली हिमाल हेर्नु मन छ भने पोखरा आउनुहोस्, वेलकम छ। ठुलढुङ्गा चोक हो गाइज, हामी ठुलढुङ्गा चोक आइसकेछौँ होइन। समय अलिकति चाहिँ बन्ने क्रम जारी छ। यहाँबाट माथि डाँडामा जान नि मिल्छ। फाइनल्ली होइन, गर्मी लागिसकेछ नि त, होइन? दादाले आमा दिनुभयो नि त। हाम्रो भ्लगको उद्देश्य भनेको चाहिँ होइन हजुरहरूलाई चाहिँ यो ठाउँको विशेष जानकारी दिने, अनि यो ठाउँ चाहिँ कस्तो छ, यो बाटोहरू कस्तो छ विशेष हो होइन। अनि बिजनेसहरू प्रमोट गर्नको लागि चाहिँ हाम्रो भ्लगको उद्देश्य हो। हामी चाहिँ भ्लग गर्दैछौँ। यो बाटो चाहिँ अब यो हामी नजिक दोबिला नजिक छौँ। यो पोखरा 33बाट पोखरा 17 जोड्ने बाटो, पुल बाटो दोबिलाबाट यता 21 हामी 21मा आयो है। 21 नम्बर वडामा आइयो। यो चाहिँ पोखरा 27 पोखरा 17 होइन, 17मा जाने क्रम छ। यत्रो गाडीहरू चलिन्छ। बाटो यस्तो राम्रो सलल्ल भएको छ नि, होइन? अब यस्तो बागमारा चाहिँ विकास हुने क्रम जारी छ। यस्तो राम्रो हिमालहरू कस्तो सरर देखिन्छ। बागमाराको विशेषता यही हो हजुर।
अहिले हामी चाहिँ छुचीको गौडा भन्ने ठाउँमा आइपुगेका छौँ। यो छुची गौडा हो। यहाँसम्म चाहिँ बाघमाराको बाटो चाहिँ बनिसकेको अवस्था छ। यहाँभन्दा तल चाहिँ बन्दैछ। अब ठेक्काहरू लागिसकेको छ भन्ने जानकारी आइसकेको छ। दोबिल्ला नजिक यो भन्दा माथिपट्टि यो टर्निङ भन्दा माथि छुची गौडा भन्छ यसलाई चाहिँ। हिमाल हेर्नुहोस्, हिमाल पोखराको हिमाल हेर्नुहोस् है। यहाँबाट चाहिँ माथि चाहिँ निरल पोखरी जाने बाटो हो। माउन्ट ग्यालोरी निरल पोखरी जाने बाटो हो। यहाँबाट छुट्टिन्छ। यो बाटोहरू बन्ने क्रम जारी छ। भाइले चाहिँ रमाइलो गीतहरू बजाएर इन्टरटेन गरिरहेको छ भाइले। चाहिँ अलिकति कच्ची छ यो चाहिँ सोल्टेहरू। यहाँ चाहिँ ओ यार भुइँचालोले हल्लाउँछ है हाम्रो यो बाघमाराको कोही बाटोमा चाहिँ होइन। त्यो 72 सालको भूकम्पले भन्दा नि खतरा हल्लाउँछ क्या यो बाटो चाहिँ। यस्तो दामी बन्नुपर्ने हो होइन। यो अहिले चाहिँ हामी अब बिस्तारै निक्रम जारी भइरहेछ होइन। अब यहाँ बाहिर फाइनल्ली एउटा गाडी पनि भेटियो। बाटो चाहिँ अप्ठ्यारै छ है। थोरै बन्ने क्रम जारी छ तर बवालो हुँदैछ है गाइज। अब बाटो चाहिँ बवाल हुँदैछ। हामी चाहिँ फाइनली चाहिँ दोबिल्लाको पुलमा चाहिँ नजिक छौँ होइन। फाइनली हामी चाहिँ पुग्यो। दोबिल्लाको पुल चाहिँ यो दोबिल्ला हो। यो चाहिँ पुल हो। यसलाई चाहिँ दोबिल्ला भन्छौँ। यहाँबाट फाइनली हामी दोबिल्लाको पुल कट्ने बित्तिकै यहाँ बाजेहरूको भलाकुसारी देखियो नि त बाटोमा। हामी खतरा पुरानो याद आयो नि त हामीलाई। बुढाहरूलाई पुरानो दिनहरूको सम्झना आइरहेको छ होइन। हिमाल चाहिँ कि पोखरा हो कि यही हो कि विशेषता। पोखरा भनेको यही हो कि दामी होइन। सरर हिमाल हेर्दै बाटोमा हामी पोखरा लागिएछ। यो सहारा फुटबल क्लब, सहारा फुटबल एकाडेमी। यो चाहिँ यहाँ चाहिँ सहारा एकाडेमी। फाइनल्ली 3 जना पनि बाटोमा भेटियो। सहारा एकाडेमी छ यहाँ नजिक चाहिँ। यहाँबाट ओसो यो बाटोबाट यहाँ चाहिँ पोखराको ओसो पवन जाने बाटो हो। यहाँ नजिकै चाहिँ यो ठाउँबाट चाहिँ पोखराको ओसो पवन जान सकिन्छ हामी होइन। ओसो चाहिँ जाने बाटो। दोबिल्ला नजिक चाहिँ अलि बाटो चाहिँ त्यो बनिसकेको छैन। के छ अब यस्तै छ अवस्था। मामा बाटोमा भेट्नु हो। दोबिल्ला हो। यहाँ पिकनिक स्पोटमा हामी नजिक छौँ होइन। यो चाहिँ दोबिल्लाको पिकनिक
स्पोट हो यहाँ चाहिँ पिकनिक स्पोट तपाईँहरू चाहिँ पिकनिक स्पोटमा आउँदै हुनुहुन्छ फाइनल्ली यमराजले पनि हामीलाई भेट्यो है यमराज हो होइन यो पिकनिक स्पोट हो यहाँ पिकनिकहरू चलिरहेको छ होइन यहाँ पनि हाम्रो दाइहरूले यसो ट्रेनिङ गरिरहनु भएको छ नेपालका सानहरू होइन नेपालका सानहरू उहाँहरू चाहिँ ट्रेनिङमा हुनुहुन्छ खाना खाने समय भएको रहेछ उहाँहरूको यो दोबिला हो यहाँ पिकनिक खाने ठाउँ चाहिँ नजिकै हो बाटो चाहिँ फाइनल्ली बाटो चाहिँ बन्द भइरहेछ हामी चाहिँ अब हिमाल हेर्नुहोस् होइन हामी बाटो जुम गरिदिउँ जुम हिमाल हो नि त मासु तिमीलाई देखेर हिमाल हाँसेको गीत त सुन्नुभयो होला होइन यस्तै छ हजुर पोखरा हो यो अहिले गर्मी चाहिँ हल्का गर्मी बढेको अवस्था छ पोखरामा खासै गर्मी नि हुन्न खासै जाडो पनि हुन्न वेदर चाहिँ अच्छा छ यहाँको चाहिँ हिमालहरू हेर्नलाई यो समय चाहिँ तपाईँहरू घुम्दै हुनुहुन्छ पोखरा भने चाहिँ एउटा डेस्टिनेसन दोबिला पनि हो होइन पोखराको लागि तपाईँहरू चाहिँ पोखरा घुम्दै हुनुहुन्छ भने दोबिलामा पनि स्विमिङ गर्ने ठाउँहरू प्रशस्त छ बाटोको अवस्था एकदमै कति ठाउँमा चाहिँ बिग्रेको अवस्था छ गाडीमा हिँड्दा पनि एकदमै बाइकहरू पनि हिँड्न कुनै ठाउँमा चाहिँ एकदम राम्रो छ अब नयाँ बन्ने क्रम जारी छ त्यस बाटो चाहिँ चाँडै बन्छ के गरे बाटो काटेर बाटोमा चाहिँ बच्चाहरूसँग चाहिँ ख्याल गर्नुपर्छ बाटोमा है सवारी साधनहरू चलाउँदाखेरि चाहिँ बाटोमा वृद्ध आमाहरू बालबालिकाहरू देखेर हामी चाहिँ एकदमै होसियार भएर चलाउनुपर्छ है साथीहरू गाडी चाहिँ एउटा सम्बन्धित मान्छेहरूलाई कसैलाई घाइते चोटपटक भयो र हामीहरूको कारणले गर्दाखेरि भने कसैलाई होइन तपाईँहरूलाई आर्थिक क्षति हुनसक्छ त्यही भएर संयम भएर गाडी चाहिँ चलाउँ साथीहरू वृद्धहरू बालबच्चाहरूलाई चाहिँ ख्याल गर्नु पर्यो फाइनल्ली हाम्रो रमेश दाजी चाहिँ अगाडि दिनु भइरहेको है डिङ्गो जुत्ता लाएर भागरमा यस्तो चाहिँ बस चल्छ आउनलाई तपाईँहरूलाई चाहिँ बसको पनि व्यवस्था छ आधी घन्टामा चाहिँ बस व्यवस्था छ पोखरा महानगर बस सेवा हो क्या पहिला अहिले त पोखरा बस सेवा प्रणाली होला सायद त्यसमा चाहिँ म कन्फ्युज भएँ कमेन्ट्स गर्नु होला है साथीहरू यसको विषयमा चाहिँ थोरै जानकारी आइडिया भएन फाइनल्ली हामी यो साथीहरूलाई पनि ओभरटेक गरियो डोजर के होइन यसलाई भन्छन् कि डोजर फाइनली यो डोजर हो के डोजर गाडीले डोजरलाई बोक्यो काल भयो डोजर हो साथी डोजर रमेश दाईको पछाडि त पुरा नाइसको के अरे दामीको चित्र देखायो नि त त्यो कसलाई देखायो हो बाइकमा होइन फाइनल्ली उकालोमा जित्न खोज्यो होइन बाइकलाई हामीले सकिएन उहाँ अलिकति राइडरै हो होइन गरेर हामीले जित्यो फाइनल्ली हामीले जित्यो रमेश सरलाई ओभरटेक गरे भाइले रमाइलो भइरहेछ त्यस अवस्था यो माहौल चाहिँ मजा आइरहेछ रमाइलो भइरहेछ होइन यो चाहिँ नौलो घुम्ती सीता पाइला भन्छन् यसलाई महतगौडा वृद्ध आश्रमको तपाईँहरू चाहिँ कोही वृद्ध आमा बुवाहरूलाई चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ पोखरा वृद्ध आश्रम हो है यसमा तपाईँहरूले आएर सहयोग गर्न सक्नुहुन्छ जस्तै अब तपाईँहरू चाहिँ बर्थडे सेलिब्रेसन एनिभर्सरीहरू जस्तो सेलिब्रेसनहरू गर्दै हुनुहुन्छ भने वृद्ध आमा बुवालाई भोको पेटलाई चाहिँ तपाईँहरूले चाहिँ यो ढुङ्गेसाँगु हुन्छ ढुङ्गेसाँगु तरेर चाहिँ रामबजार जानु मिल्छ यो चौताराबाट यता चाहिँ राइट साइडमा गयो भने हामी यता गयो भने बिरौटा जान्छौँ हामी म्युजियम हुँदै बिरौटा निस्किन्छौँ पोखराको भ्यू हेर्नुहोस् होइन यो ठाउँ नै यस्तो बवाल हो कि होइन स्वर्ग हो त्यही भएर हामी चाहिँ पोखरेली हुनुमा गर्व गर्छौँ आफूलाई चाहिँ
गर्व लाग्छ आफ्नो ठाउँ होइन। सधैँभरि नै गर्व नै गर्न पाइयोस् यो ठाउँमा। यस्तो स्वर्गमा बसेर स्वर्गको बयान चाहिँ गर्न सधैँभरि पाइयोस्। ओ दाजी चढ्नुहोस् है, बाटो चढ्नुहोस् साथीहरू। हजुरहरूले नि लाइक्स कमेन्ट सब्सक्राइब गरेर चाहिँ मलाई चाहिँ अझै ऊर्जा चाहिँ थपिदिनु होला। हामी चाहिँ नजिकै बन्जी जम्पको नजिकै यो बन्जी जम्प हो होइन। बन्जी जम्प छ ल हाम्रो बन्जीको लागि आउनुहुन्छ भने यो के भन्छ माउन्ट म्युजियमको बन्जी नेपाल चाहिँ यहाँ छ होइन। पोखराको लोकसेवा बिरौटादेखि ड्याम साइड हुँदै बिरौटा हुँदै होइन म्युजियम माउन्ट म्युजियम हुँदै बन्जी हान्नको लागि यता दोबिला जाने बाटो फाइनल्ली यो हो नि त साथी पोखरा होइन। हामीलाई रमेश दाइले चाहिँ धेरै नै टाढा बनाउनु कुरो छोड्नुभयो। हामी रमेश दाइजीलाई भेट्नको लागि हामी होइन स्पिड गर्दैछौँ। फाइनल्ली हामी जित्यो है रमेश दाइलाई। हामी अलमोस्ट म्युजियमको नजिकै छौँ। यो चाहिँ माउन्ट म्युजियम हो। म्युजियमको आडामा पुरानो मात्रै सामान होइन, हाम्रो भैँसी पनि भेटिन्छ है म्युजियमको आडामा। फाइनल्ली भैँसीहरू पनि बाटोमा यसरी हिँडिरहनु भयो। बाजेले लिएर हिँड्नुभएछ। बाजे यो चाहिँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हो। यो चाहिँ अहिले म्युजियम भन्ने ठाउँ छ। हामी चाहिँ लेफ्ट लगायौँ यहाँबाट बिरौटा वे टु बिरौटा हो। यो आँखा स्वेटर निस्कियो हुँदै बिरौटा जाने बाटो। स्ट्रिट नम्बर 3 नै हो। स्ट्रिट नम्बर भन्दा पनि लेफ्ट म्युजियमबाट लेफ्ट लाग्नुभयो भने हो। फाइनल्ली दिदीले हामीलाई चिन्नु भने के म्याक्स लाउनु दिदीले त्यो हाम्रो गाउँको दिदी हो होइन, चिनेन है हामीलाई। भाइले चाहिँ बोलायो, दिदी चाहिँ बोल्नु भएन है। नानीहरू इक्जाम दिएर आएको दिदी कमेन्ट गर्नुहोस् है। तपाईँले चिन्नु भएन होला। हामी भिडियोबाट तपाईँलाई चाहिँ गर्दैछौँ। हाम्रो तपाईँले जिस्कायो भन्ने सोच्नु भयो होला। हामीले चाहिँ चिनेर है। फाइनल्ली दिदीले चाहिँ मार्क्स लाएर चिन्नु भएन, त्यो आफ्नो ठाउँमा छ। भाइले चाहिँ चिनेछ, मैले चाहिँ अलिक चिनेन। ठिक छ पनि भयो। कमेन्ट गर्नुहोस् है दिदी। यो भिडियो हेर्नु भने जिस्काउन खोजेको होइन हजुरलाई, भाइले जिस्काएको होइन तपाईँलाई चाहिँ। शान्ति दिदी है। यो फाइनल्ली हाम्रो माथि बागमारा डाँडाको पाण्डेतुङको शान्ति दिदी हो होइन। हामीलाई चिनेन। ठिक छ। यसै गाडी पाटन भन्छ यसलाई चाहिँ। नागा हस्पिटल गाडी चाहिँ चल्छ यता चाहिँ। हामी यहाँबाट पनि लेफ्ट लाग्छौँ। लेफ्ट लाग्यो है। फाइनल्ली हामी आँखा हस्पिटल चोकाउन लाग्यो है गाइस। यो चाहिँ मेरो प्रयास हो। यसलाई चाहिँ तपाईँहरूले सपोर्ट चाहिँ गरिदिनु होला है। म अझै भिडियो चाहिँ ल्याउन सकौँ हजुरहरूमा। हामी यहाँबाट चाहिँ यहाँ तल चाहिँ आँखा हस्पिटल चाहिँ छ। लाग्यो भने हामी सिधै गयो भने चाहिँ बिरौटा जाने चोकमा निस्किन्छौँ। जाँदै चाहिँ न्यु रोड जाँदैछौँ है। न्यु रोड जाने कि बिरौटा? न्यु रोड बिरौटामा छ भने न्यु रोड जाने। गाडी बनाउनु पनि छ। गाडी र गाडी चाहिँ हामी चाहिँ गाडी बनाउनु छोडिदिन्छौँ। न्यु रोडमा चाहिँ हामी गाडी छोडेर हिँड्दै वाकमा न्यु रोड आउँछौँ। ठिक छ। गाडी भन्ने होइन, दुइटा काम गरौँ न के छ र। अड लाग्ला होइन साथीहरूलाई चाहिँ अड लाग्ला। अब जे छ त्यो देखाउन खोजेको हो। यहाँबाट चाहिँ आँखा हस्पिटल चोक भन्छन् यसलाई चाहिँ। हामी राइट लाग्यो है। अब यहाँबाट चाहिँ तल गयो भने यो चोक चाहिँ बिरौटा चोक पुगिन्छ। बिरौटा हुँदै शिवजी मन्दिर पनि जान मिल्छ है त्यो बाटो। कुम्दीकोट स्याङ्जा बुटुल सुनौली भैरवा होइन। तपाईँहरू जान मिल्ने ठाउँ भने जाने बाटो नै यही हो। स्तुपा होला। अहिले चाहिँ हामी चाहिँ न्यु रोड साइडतिर जाँदैछौँ। भ्लग चाहिँ लामो हुनसक्छ।
एनिवे केही छैन सपोर्ट गरिदिनुहोस् राइट लागिन्छ राइट लागिन्छ हामी यहाँबाट यो चाहिँ तल चाहिँ बिरौटा चोक यो बाटो चाहिँ होइन अनि हामी राइट लाग्यौँ भने त के हो भने त पोखरा हो नि त हजुर ए हजुर यो पोखरा हो तपाईँलाई खाजा खान मन छ भने पुइमे ड्याडी किचन राम्रो यो ड्याडी किचन भयो लेफ्ट साइडको ड्याडी किचन छ यता पुइमे राइट साइडमा पुइमे फास्टफुड छ उहाँहरूलाई चाहिँ नजिक चाहिँ मिठो खाजा खान दियालो नि छैन नजिक छ एउटा हाम्रो रेस्टुरेन्टहरू छ यहाँ सपोर्ट गर्नु होला उहाँहरूलाई पनि दियालो रेस्टुरेन्ट हो यो ठिक छ यो पुरानो एयरपोर्ट नजिक छौँ हामी मुस्ताङ चोक भन्छ अहिले हामी अलमोस्ट मुस्ताङ चोकमा आइसकेका छौँ मुस्ताङ चोक है जान्छौँ अहिले मुस्ताङ चाहिँ यहाँबाट चाहिँ लेक साइड राष्ट्र ब्याङ्क चोक लेक साइड जान मिल्छ हामी चाहिँ अहिले चाहिँ राइट लागेर पृथ्वी चोक हुँदै नयाँ बजारमा गाडी छोडेर न्यु रोड जान्छौँ है त्यो यो नयाँ चाहिँ अहिले चाहिँ यो सञ्चालनमा छ तर अहिले चाहिँ मुस्ताङ डोमेस्टिक मुस्ताङ मात्रै फ्लाइट गर्छ बिहानमा मात्रै हुन्छ ठिक छ यो पुरानो एयरपोर्ट हो अहिलेको नयाँ एयरपोर्ट चाहिँ यता छ हेलीहरू बस्छ प्याडहरू छ हेली छ तपाईँहरू चाहिँ हेली चार्टर गरेर एबिसी होइन विभिन्न चाहिँ यहाँ ठाउँमा जान पनि यहाँबाट सकिन्छ त्यो सम्बन्धित मान्छेहरूलाई नेटतिर सम्पर्क गर्न होला उहाँहरूको नम्बर त छैन सम्पर्क नम्बर चाहिँ दिन सकिएन त्यसको लागि सरी होइन अहिले चाहिँ हामी चाहिँ नजिकै छौँ चाहिँ पोखराबाट चाहिँ यस्तो एसी बसहरू सोफा बसहरू चाहिँ काठमाडौँ विभिन्न ठाउँ जानलाई चाहिँ सुविधा चाहिँ दिइराख्नु भएको छ साथीहरूले है पोखराको चरक मेमोरियल हस्पिटल चाहिँ होइन हाम्रो यहाँ लेफ्ट साइड ल्यायो भने यो गल्ली नम्बर टी-सर्ट नम्बर 1 रहेछ हस्पिटल जान सकिन्छ मैले चाहिँ कहीँ पनि क्लोज नगरिकन चाहिँ कट नगरिकन देखाएको छु पोखरा हो हामी नजिक हामीले रमेश दाइलाई हामीले फाइनली थकाली भान्सा गर्न सक्यो अब केही समय पछाडि पाक्यो भने हामीलाई बोलाउनुहुन्छ होला खाना चाहिँ हामीले खाएको छैन अहिले चाहिँ एकछिनपछि समय त अब यस्तै हो हिँड्ने डुल्ने मान्छेहरूको खाना खाने समय नै हुन्न पोखराबाट देखिने यो चाहिँ पोखराको मनमोहक दृश्य एकदम राम्रो होइन हौ पेट्रोल चाहिँ राम्रो पाउँछ भन्छ के है मनमोहक दृश्यले गर्दाखेरि चाहिँ यो सधैँभरि नै पर्यटकहरू आउने ठाउँ अहिले चाहिँ हामी नजिक दुई चोक आइयो होइन अब यहाँ लाइटको फलो नि गर्नुपर्ने हुन्छ लाइट छ है हजुर सिग्नलको फलो पनि यो सिग्नलले फेरि कहिले चल्ने कहिले चाहिँ बिग्रिने यस चाहिँ प्रशासनको ध्यान जाओस् है कहिले कहिले चाहिँ बन्द गरिदिने यो चाहिँ गर्न भएन है फाइनली मामाहरू पनि भेटिनु भयो दुईजना ट्राफिक साथीहरू चाहिँ अब ट्राफिक लाइट चाहिँ वेट गर्दैछौँ बाटो चाहिँ ग्रिन लाइट छ चाहिँ यता गए चाहिँ यहाँबाट चाहिँ यता त नि यता बसिरहेको छ नि यार फाइनली हामी
सिग्नल 7 6 हामी कट्यो है फाइनली चोक चाहिँ कटिनु भयो है होइन ट्रकलाई फलो गर्दा गर्दा जान्छ पोखरामा वेट गर्दा 100 गर्नुपर्छ यस्तै चलाइदिनुहुन्छ अनि बिना सिग्नल चलाइदिनुहुन्छ साथीहरूले होइन साह्रो गर्दा एक्सिडेन्टहरू पर्छ साथीहरू आफ्नो चाहिँ ख्याल गरौँ है साथीहरू आफ्नो ख्याल गरौँ सबैको ख्याल गरौँ यसलाई चाहिँ जिएमसी कलेज गण्डकी मेडिकल कलेज नजिकै छ न्यु रोडतिर न्यु रोड होइन है यो नयाँ बजार नयाँ बजार छ हामीले इन्द्र दाईकोमा गाडी बनाउँछ भाइले इन्द्र दाई हुनुहुन्छ एकजना राम्रो हुनुहुन्छ दाई जस डल्ले हुनुहुन्छ गफ पनि लगाउनुहुन्छ भाइले होइन हामीलाई चाहिँ हामीलाई चाहिँ राम्रै गर्नुहुन्छ दाईलाई चाहिँ यो भनेको अब नयाँ बजार भनेको यहाँ पार्ट्सहरू है बाइकको गाडीको तपाईँको होइन डेकोरेसनहरू गर्नु पऱ्यो भने सिट हाउसहरू हाम्रो पोखराको नयाँ बजारमा है नयाँ बजार भनेको चाहिँ सवारी साधनको लागि होइन बाइक जस्तै बाइकहरू गाडीहरू पाउँछौँ अहिले चाहिँ उता बुद्ध चोक साइडतिर लेखनाथतिर सरेको छ सवारीको सोरुमहरू विशेष गरेर पहिला पुरानो चाहिँ यहाँ नै हो है साथीहरू अहिले पनि धेरै साथीहरू चाहिँ यतै नै आउनुहुन्छ सेकेन्ड ह्यान्ड लागि हाम्रो चाहिँ अब घरबाट सिटी नजिक चाहिँ हामी नयाँ बजार नै भनेर होइन गाडी मेन्टेनेन्स अब यताउति पोखरामा गाडी बनाउन विशेष गरेर नयाँ बजारमै हुन्छ होइन हामी अब फाइनली हामी चाहिँ ग्यारेज गइन्छ होइन ग्यारेज पुग्न लागिसक्यौँ अहिलेलाई चाहिँ अब इन्द्र दाईको ग्यारेजमा छ पुग्न लागिसकेको छ यहाँबाट फाइनली छ एकैछिनमा हामी इन्द्र दाईलाई पनि भेटिन्छ इन्द्र दाईसँग पनि केही कुराहरू गरिन्छ होइन समस्याको हल गरिन्छ त्यसपछि अब उठेर हामी चाहिँ यहाँ गाडी बसेर हिँड्दै जान्छौँ है आजको भ्लग चाहिँ समयलाई मात्रै साथीहरू अर्को नेक्स्ट टाइमको भ्लग चाहिँ चाँडै नै छ गर्मी भइरहेछ गर्मी बढेछ त्यहाँ माथि कालो मान्छे अलि देखिन गाह्रो हुनसक्छ साथीहरू त्यसको लागि चाहिँ धन्यवाद तपाईँहरूलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरेर चाहिँ मलाई चाहिँ अझै भिडियोहरू चाहिँ ल्याउन सक्ने चाहिँ वातावरण बनाइदिनु होला है साथी